द मोस्ट इन्ट्रेस्टिङ गेम इज गोइङ टु ह्यापन टुडे किनभने आज हामी 4 जनाको ग्रुप विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सको म्याच हेर्न जाँदैछौँ। इन्ट्रेस्टिङ चाहिँ किन भन्नुहुन्छ भने 2 जना सुदूरपश्चिमको सपोर्टमा अनि 2 जना विराटनगर किङ्स। सो हाई गाइज, वेलकम टु माई मिनी ब्लग। अनि फर्स्टमा चाहिँ आई वुड लाइक टु थ्याङ्क्स क्यान हस्पिटालिटी टिम फर द पास। सो बिहान भाइ र म गएर पास लिएर आएँ अनि हतार हतार रेडी भएर 3 बजेतिर निस्किम। म चाहिँ जहिले के गरेर ढिलो हुन्छु आई डोन्ट नो। सबजना रेडी भएर टिकटक बनाउँदै हुनुहुन्थ्यो। भाइ चाहिँ ढोकामा आएर दिदी छिटो गर्नु न भनेको भने। सो बल्ल तल रेडी भएर निस्किम। बट बाटोमा यति धेरै जाम थियो कि लाग्दै थियो सबैजना एनपिएल नै हेर्न गइराख्नु भएको छ। जामको त कुरै नगरौँ। सो भिडियो बनाउँदै गयौँ र बिचमा मलाई एकदम मनपर्ने मास्कट पनि भेट्यो। भिडियो सिडियो बनायो र झन्डै आधा घण्टाको जाम पछि गयौँ र हामी जाँदा म्याच सुरु भइसकेको थियो र गएर एकदम धेरै इन्जोय गर्यौँ एकअर्कालाई जिस्काउँदै। अनि मेरो दिदी चाहिँ टिकटक फोटो भिडियोको लागि मात्रै आउनु भएको हुनुहुन्थ्यो। आफै पनि भनिरहनु भएको थियो। तर त्यहाँ गएपछि चाहिँ मलाई फिल पनि भयो गेमको एकदमै